पल्ट्यो ल आमाको के भयो ल नानी रुयो आमा कराएर रुयो ल नानी चाहिँ आमा कराएर रुयो हेर्नु त नानी पल्टेको अहिले दुख्दैछ खुट्टाहरू फिला दुखेको हुरु त्यही उयो नसा चेप्टी होला हौ डरालोले गर्दाखेरि उयो अन्त घोप्टो भएको छ अरे हड्डी यसरी गर्नु लागि घोप्टो भएको हेलो एभ्रिवान जय मसी स्वागत छ तपाईँ सबैजनालाई आजको नयाँ ब्लगमा अनि अहिले भने चाहिँ म कुदेर यहाँनिर एक्सर्साइज गर्दैछु कामराङ डाँडा पर फाटक पुगिकन फर्किएको अनि आज चाहिँ मलाई एकदम कुद्नु गाह्रो पर्यो साह्रो पर्यो किन भन्दाखेरि चाहिँ अस्ति मङ्गलबार छुट्टीको दिन थियो त्यतिखेर चाहिँ बिहान पनि रनिङ गरेँ अनि त्यहाँदेखि रनिङ गरिसके पश्चात खानाहरू खाएर अनि त्यो कोठाको दरजहरू भयो कोठाको ड्रेसिङ मिरर भयो यताउता सारेँ अनि सारेर फेरि मल बोकाइ भयो दिनभरि हो अनि मल बोकेर पनि फेरि बेलुका चाहिँ रनिङ गरेको सो त्यो भएर चाहिँ हार्ट त्यतिखेर चाहिँ बिहानदेखि चाहिँ बेलुकासम्म जिउलाई एकदम हेभी परेछ सो त्यही भएर चाहिँ यहाँनिर यो फिलाहरू चाहिँ एकदम कैरा लागेको थियो हो कैरा लागिरहेको छ अहिले पनि अनि त्यत्तिकै अब यो कैरा लागेको चाहिँ कुदेर काम गरेरै उयो हुन्छ नि त जाति हुन्छ त्यही भएर चाहिँ म पनि यहाँनिर अहिले चाहिँ आज चाहिँ कुद्नु निस्केको हो एकदम गाह्रो पर्यो साह्रो पर्यो तर मजा आयो अब यस्तो दुखिरहेको थियो अन्त अलिक अहिले चाहिँ अलिक खोलिएको जस्तो भइरहेछ यसरी हल्लाउनु पनि पाइरहेको छु है नभए चाहिँ बेलुका चाहिँ यति डरलाग्दो भएको थियो हो हल्लाउनु पनि नहुने खालको भएको थियो एकदम युनिसालाई पनि बेलुका मालिसहरू गर्नु लगाएँ हो थिच्नु लगाएँ त्यहाँदेखि चाहिँ बिहान चाहिँ आज बिहान चाहिँ कुदेको सो म चाहिँ यहाँनिर अब एकछिन तन्केर चाहिँ सो घर जान्छु अनि आजको ब्लगलाई चाहिँ म यहाँदेखि उता सुरु गरिराखेको छु सो होप तपाईँले आजको ब्लगलाई अन्तसम्म हेर्नुहुनेछ भनिकन हजुर गाइस म चाहिँ घर आइपुगिसकेको छु हो यहाँनिर छोरा चाहिँ सुतिरहेको रहेछ हो अन्त आमा चाहिँ फोन हेर्दै बसिरहेको रहेछ हो के भयो अरे नानीलाई यतापट्टि नानी सुताएको थियो होइन अलिक जोडले भन्नु नि उठोस् केही हुँदैन यतापट्टि सुतेको थिएन हो अन्त म यतापट्टि सुतेको थिएँ होइन अन्त नानीले चाहिँ मलाई पल्लोपट्टि सार्नु भनेको चाहिँ पल्लोपट्टि सार मुखले भन्यो हो र के भन्यो त्यो त सार भनेको अन्त सार होइन बुबु दिँदा पनि भने कि अन्त त्यहाँदेखि चाहिँ के चाहिँ भनेको रहेछ अन्त यता फर्केँ नि त यस्तो फर्किने कोसिस गरेँ फेरि हुन्छ दुध दिँदा पनि हुँदैन म त भोक लाग्यो फेरि डाइपर छाम्छु डाइपर पनि त्यस्तो किलो छैन होइन ए पक्काले यतापट्टि सुतायो भने यतापट्टि सुताइदिएको थिएँ कि बुबु दिँदा पनि खाएन आफै सुतेँ हिजो त झन् नि मैले दुई खेप मात्रै सुतेँ होइन बेलुका मजाले सुतेँ है दुध खुवाएर सुताउँथेँ होइन हिजो चाहिँ मैले खेलिरहेको छोडेर चाहिँ लुगा धुनु गएको थिएँ आउँदा त आफै सुतिरहेको थिएँ आफै सुत्ने भएको छ नानी तर पुरा निन्द्रा लाग्यो भने चाहिँ हो अस्ति चाहिँ गाइस मैले अघि भने नि तपाईँलाई मङ्गलबार जुन हार्ड काम गरेको थिएँ हो बेलुका म सुतेको थिएँ त्यतिखेर चाहिँ नि एकैचोटि बिहान मात्रै उठेको हो अन्त नानी बेलुका उठे कि उठेन कि रुए कि कराए कि चिचा कि केही थाहा छैन जस्ट बिहान मात्रै उठायो भनेर चाहिँ हो त्यतिखेर मङ्गलबार बेलुका उठेन है नानी सुते मजाले म तल सुतेछु भुइँमा सुतिपठाएँ राति नानी पो यहाँ म चाहिँ यहाँ सुत्छु नि त गाइस कि अब यहाँनिर तिनजना चाहिँ अप्ठ्यारो हुन्छ हो अन्त त्यही भएर चाहिँ म यहाँ सुतेको थिएँ युनिसा पनि यहाँ आएर सुत्यो हो नानी त एक्लै सुत्यो आज एक्लै सुत्यो होइन अरू बेला पनि प्रायः जस्तो एक्लै सुत्छ भोलि भुइँमा सुत्नु ल भरेदेखि म चाहिँ यति बेसी निन्द्रा आयो हो यति बेसी थाक्यो हो नानीले बुबु माग्छ नि त दुध माग्छ कहिले अचानक रोइ निस्किन्छ नि त ए ठडै भाउ हेर्नु नि गाइस खुट्टा चलाउनु भएन अनि गाइस आज चाहिँ हामी हस्पिटल जान्छौँ हो आमा र म चाहिँ आमा बिमारी हुनुहुन्छ सो आमालाई लिएर जानुपर्ने छ हो आमाको चाहिँ त्यो फिडाहरू पुरा दुख्दैछ अरे हो अन्त त्यो चाहिँ पहिला चाहिँ के भएको थियो भन्दा चाहिँ
आमाको चाहिँ उयो भएको थियो नि त स्पाइनल कट चाहिँ क्र्याक भएको थियो अन्त साउनेहरू गएर अलिक जाती भएको थियो रिलिफ जस्तो भएको थियो तर फेरि अस्तिदेखि चाहिँ फेरि दुख्नु थालेछ हो सो त्यही भएर चाहिँ अब आज के हो कसो हो अब देखाउनको लागि लाँदैछु सो हेर्दै गर्नु होला सो गाइस अब चाहिँ हामी बेलुकाको जुठो भाँडाहरू चाहिँ यहाँनिर धुँदैछौँ हो अब यता युनिसाले धुन लागिरहेछ हो तपाईँ सब्जी बनाएको हुन्छ त म धुन्थेँ नानी सुतिरहेको रहेछ ल यो पहिला धुनु नि उयो ठुलो बुटुको के भन्छ हौ त्यो चामल धुनुको लागि यो चाहिँ हिजो बिहानको सब्जी हो डल्लै बिगाऱ्यो साथी त्यो सब्जी यहाँ लगाइदिनु नि साथी यहाँ मैले होइन तपाईँहरू नखाएर हो मैले त खाएको हो र आज त मैले के बनाउँछु यति बनाउनु यति यहाँनिर बाबाले आगो ताप्नु हुँदैछ आमा यहाँनिर छ हो गाइस हाम्रो नानी चाहिँ पल्टिने भएको छ है अहिले चाहिँ हो बल गर्दैछु अझै घोप्टो पढौँ भन्दैछ हो अझै घोप्टो पढौँ भन्दैछ हो यहाँनिर पल्टिने भइसकेको छ हाम्रो छोरा युरियल आमाम उठाउनु खोज्दैछ टाउको युरियल युरियल यता हेर नबोलाउनु नि किन नबोलाउनु यता फर्किन्छ मुन्टो बाङ्गो हुन्छ मुन्टो कहाँ बाङ्गो हुन्छ उयोहरू सरेर यहाँ पुगेन त ऊ छोरा त यहाँ पुगेन त युरियल त अन्त ऊ सरेर युरियल उठ्नु खोज्दैछ हौ है टाउको क्या उचालिदिँदैछ उसलाई जिउ जिउ उचाल्दैछ गाइस हो क्या हो यसरी क्या अब जुरुक्क उठ्नु खोज्दैछ क्या पल्ट्यो पल्ट्यो ल आमाको जिउ आएको ल नानी रुयो आमा कराएर रुयो ल नानी नानी चाहिँ आमा कराएर रुयो हेर्नु त नानी पल्टेको दामी क्याप्चर हो है मोमेन्ट आमाको रिएक्सन पनि यस्तो हो नि त ल आमाको रिएक्सन हो दामी पल्टिदियो त है अलिक पैट पाएछ कि तर अब त उठ्ने हुन्छ अब बिस्तारै बिस्तारै जिउ उठाउने पनि हुन्छ हो अलिक पछि चाहिँ अब चाहिँ होइन त्यतिकै छोडिदिनु नि अबको 3 महिनामा त कुद्ने भन्ने रहेछ छोरा त है फर्स्ट टाइम है होइन अब अरू बेला पनि पल्टिन्थ्यो तर साइड मात्रै पल्टिन्थ्यो हो तर आज चाहिँ डल्लै तपाईँले यता यता गर्नु खोज्दै थियो नि तपाईँले बोलायो नि त्यही भएर उता फर्किन दिएको होइन उसले नि आधी टाउको चाहिँ उठाउँथ्यो कि छोडिहाल्थ्यो होइन आज चाहिँ जेसुकै होस् न निकै टाउको उठायो कि छोडिदिएको त लु अब चाहिँ छोड्नु हुँदैन रहेछ है अब चाहिँ छोड्नु हुँदैन उसलाई एक्लै छोड्नु हुँदैन छोड्यो भने पनि यस्तो लाउनुपर्छ साइड साइडमा अन्त यतापट्टि सुत्छु भन्छ नि त अब चाहिँ रिस्की हुँदै जान्छ नि नानी सम्हाल्नु चाहिँ अब पल्टिन्छ चाहिँ कट्टा ताप भुक्लुक लड्छ होला हो हो रिएक्सन आमाको दुध नखाएर तिमी के गर्दैछौ खेल्छ नि यसरी खेल्नु होला अब म त ओछ्यान पट्याउँदै थियो यहाँनिर कि हो नानी त पल्ट्यो भिडियो गर्नु मन पर्यो भिडियो गरेको त दामी पल्ट्यो नि फेरि है यसरी पक्रिने पनि भएको छ थाङ्नाहरू टोपी निकाल्ने पनि भएको छ आफै टोपी त यहाँ त बाबा यस्तो चिसो बनाइरहेछ नि छान्नु नि फेर्दिनु गुड यसरी प्रोग्रेस हुनुपर्छ यसरी पल्टिनु सिक्नुपर्छ क्या दामी पल्ट्यो है तपाईँले झनै पक्रेर नानीको हात चाहिँ हात पल्टिन्छ भने न्यु बर्नहरूको चाहिँ पुरा कपाल झर्दो रहेछ हेर्नु है अब सबै झरेर नयाँ आउँछ नि त है हेर्नु नि कपाल गाइस हामी चाहिँ छिटो निस्क्यौँ किन भन्दाखेरि चाहिँ हस्पिटलमा कार्ड बनाउनुको लागि लाइन चाहिँ यत्तिकै हुन्छ हो सो जति छिटो गयो त्यति राम्रो भनेर चाहिँ हामी चाहिँ छिट्टै कति यहाँबाट 8:20 मात्रै हुँदैछ हो पुग्दा 9 बज्छ होला सो ठिकै पनि हुन्छ हो सो त्यही भएर चाहिँ जाँदैछौँ अहिले दुख्दैछ खुट्टाहरू फिला दुखेको हुरुरु
त्यही उयो नसा चेप्ट्यो होला हौ डरालोले गर्दाखेरि उयो अन्त घोप्टो भएको छ अरे हड्डी हँ एक्सरे गर्नु लागि घोप्टो भएको अरे घोप्टो भएको छ अरे त्यही भएर कस्तो घोप्टो भयो फेरि हड्डी चाहिँ कोनी त खोइ त्यो एक्सरे रिपोर्ट छ फोनमा फोनमा दिएन ए त्यो एक्सरे चाहिँ खासमा काटिदिनु पर्छ नि फोनमा दिन्छ अहिले चाहिँ हो भुँडी दुख्दैछ भोलि कम्ती देख्दैछ भयो भने भुँडीको पनि देखाउनुपर्छ आज हो हड्डीको पनि देखाउनुपर्छ भुँडीको पनि देखाउनुपर्छ खासमा त एमआरआईहरू पो गर्नुपर्छ होला आमाको त एमआरआई गऱ्यो भने चाहिँ याद हुन्छ नि सबै हामी चाहिँ यहाँनिर बजारमा छौँ अहिले चाहिँ हो दिदी पनि आइपुग्नु भएको छ यहाँनिर अहिले चाहिँ गाइस हामी चाहिँ घर जाँदैछौँ हो आमा अगाडि हिँड्दैछ यहाँनिर हो सो आज आमाको चाहिँ डक्टरै भेटेन हो हामीले चाहिँ विशेष गरी चाहिँ अब हड्डीको देखाउनु पऱ्यो भनेर गएको थियौँ डाक्टर कञ्चनलाई सो उहाँलाई हामी भेट्न सकेनौँ किनभने उहाँ छुट्टीमा हुनुहुँदो रहेछ हो सो हामी उहाँलाई भेट्न सकेनौँ अन्त गाइनी चाहिँ हामीले देखायौँ भुँडी दुखेकोहरू हो अन्त टेस्टहरू पनि गऱ्यौँ आज हामीले केएफटी र सिबिसी गरिरहेछ आमाको हो अन्त अब युएसजी अल्ट्रासाउन्ड र युरिन टेस्ट चाहिँ गर्नु बाँकी नै छ हो अब त्यो चाहिँ बादमा गर्छौँ होला हो कहिले हुन्छ हो अब अलिक टाइम निकालेर सो अहिलेलाई भने चाहिँ हामी जाँदैछौँ हो अलिकति बिजोक नै भइरहेछ हाम्रो आमा चाहिँ हो यहाँनिर हिँड्नु साह्रो परिरहेछ खुट्टा पुरा दुख्दो रहेछ नि त हो पोल्छ अरे भत पोल्छ अरे हेर्नु यसो टाङ फाडेरै म चाहिँ उयो खाँदै थिएँ होइन झिङ्गा पस्थ्यो निन्द्रा लाग्यो गाइस निन्द्रा सर युरियल युरियल यता हेर्नुहोस् त मामा हेर्नुहोस् त डाक्टर युरियल पल्टिन डाक्टर युरियल डाक्टर अहिले चाहिँ गाइस यहाँनिर चाहिँ यी सब्जी आजको लागि रेडी हुँदैछ हो काट्दैछु यहाँनिर हो अनि पानी तातिँदैछ हो सो म चाहिँ बनाउँदैछु गाइस यहाँनिर हो हेर्न सक्नुहुन्छ तपाईँहरूले